गो। नमस्कार, देश र विदेशबाट हेरिरहनुभएका सम्पूर्णले भिडियोलाई एकदम सेयर गरिदिनु होला भन्न चाहन्छु। रवि लामिछाने पक्राउ परिसकेपछि र बालेन शाह विवादमा आइसकेपछि चाहिँ यहाँनिर एउटा ट्विस्ट छ। अब तपाईँहरूलाई के लाग्न सक्छ, के होला भनेर चाहिँ विगतदेखि हामीले इतिहास हेर्दै गर्दाखेरि चाहिँ प्रधानमन्त्री केपी ओलीसँग चाहिँ जसले उनीसँग विवादमा परेका छन्, उनीसँग द्वन्द्व गरेका छन्, उनीहरूको केरियर सकिएको छ। सबैको तपाईँले इतिहास हेर्न सक्नुहुन्छ भने जसको राजनीतिक तहस नहस उनी कुनै न कुनै ठाउँमा छैनन्। योग्यता थियो मन्त्री बन्ने, यो देश बनाउने, तर पनि केपी ओलीसँग द्वन्द्व गरेकै कारण, केपी ओलीसँग मनमुटाव भएकै कारण उनी आज सकिएका छन्। अहिले नयाँ पुस्तामा उदाएका दुईटा बालेन शाह र रवि लामिछाने पनि केपी ओलीको द्वन्द्वमा फँसेका छन्। यदि यिनीहरूले पनि केपी ओलीसँग युद्ध हारे भने कसम खाएर भन्छु यो देशले हार्नेछ, यो देशका पुस्ताले हार्नेछ, आउने पुस्ताले हार्नेछ। त्यसैले म भन्न चाहन्छु केपी ओलीलाई यिनी दुईटा पात्रले हराउनै पर्छ। यदि हराइएन भने यो देश सधैँ अन्धकारमा जान्छ र सधैँ भ्रष्टाचारी र कमिसन खोरहरूको जलजलमा फस्छ भन्न चाहन्छु। तपाईँहरूलाई यो कुरा मन पर्यो भने भिडियो सेयर गर्नुलाई भन्न चाहन्छु। हस्त नमस्ते, जय नेपाल।